हेलो गाइस, ल आज तपाईँहरूको समय हामी फेरि पनि आइसकेको छौँ। आज हामीले चाहिँ धेरै वर्ष पछाडि मैले चाहिँ टिकटकमा देखेको एउटा भाइरल आइसक्रिम थियो होइन, अनि त्यो आइसक्रिम चाहिँ हामीले फाइनली भेटायौँ। सो आज हामी त्यो आइसक्रिमलाई ट्राई गर्नु गइरहेको छौँ, म अनि मेरो साथ मेरो बहिनी। सो बहिनी, ल आइसक्रिम ल्याइदिनु हाम्रो। यो चाहिँ के हो? भाइरल आइसक्रिम। सो अब हामी यसलाई ट्राई गर्नु गएको छौँ कस्तो यसको टेस्ट छ होइन। हेर्दा कस्तो खाउँ लाइक कि नखाउँ जस्तो लागेको होइन। चाहिँ खोलौँ त बहिनी, कसरी खोल्दो रहेछ? भत्किन्छ होला हौ। मुनिबाट रहेछ। सो यसरी खोल्ने रहेछ। अनि त्यसपछि ओ यसरी ल भत्किन्छ है, तर बी केयरफुल। अनि अब कसरी? माथि बिस्तारै। सो झन्डै भत्क्यो मेरो। ल खाउँ कि नखोज त भयो नि होइन कान्छी, यसरी यसमै राखेर खाने अलि राइज नि त छेउमा। लु चेस आइसक्रिम पनि होइन कि, म्याङ्गो सेम टेस्ट है। गाइस दामी छ है, तपाईँहरूले पनि ट्राई गर्दा हुन्छ। यो हामीले चाहिँ हिजो मार्केट गएको थियौँ, लुलु हाइपर मार्केट, बिन महमुदको नजिकै पाउँछ। हजुर जो पनि हुनुहुन्छ नजिकै बस्नु हुने, उहाँहरूले एकचोटि गएर भिजिट गरिदिएर लिँदा हुन्छ। आइसक्रिम सेक्सनमा छ त्यहाँ चाहिँ। अरूभन्दा पनि टेडी बियर टाइपको पनि थिएन आइसक्रिमहरू। त्यो चाहिँ कहाँदेखि खानुपर्छ थाहा छैन। यो चाहिँ यस्तो दामी लाग्यो। सो बहिनीले चाहिँ ननिकाली खाउँ भनेर यसरी खाएको, हामी पनि लाटाले पापाहरू यस्तो के खाएको तल डन्डा नझिकेर क्या यसरी झिकेर। वाउ, ल एकचोटि फेरि चेस गरिदिउँ त नि। भत्किन्छ है, भत्किन्छ। अलिक माथि गर्द, अलिक माथि खा न। वाउ, कस्तो दामी, कति बनाउनु जाने क्या मान्छेले क्या है, लोभाउने तरिका। ल चेस वान टाइम। दामी लाग्यो यार, दामी। नेक्स्ट टाइम पनि हामी यही खान जाउँ ल। अनि अर्कोचोटि चाहिँ टेडी बियर ट्राई गर्नुपर्छ। टेडी बियर वाउ। जल्नेहरू जल्दी गर्नुहोस्, हामी यसरी नै जलाउने हो होइन बहिनी? टेडी बियर त मलाई खान माया लाग्यो यार। कस्तो ट्याक्कै भनेको बसिरहेको टेडी बियर जस्तै छ नि त। दामी दामी है, दामी। केटाकेटी जस्तै दामी दामी। भित्र छोरीले हेरेर फेरि मम्मी के खानुभएको मलाई पनि भन्ला नि फेरि। तपाईँहरू पनि एकपल्ट ट्राई गर्नु होला है। लास्टै म कहिले आइसक्रिम नखाने मान्छे पनि आज चाहिँ दामी तरिका। मैले चाहिँ टिकटकमा देखेको थिएँ, धेरै पहिला अगाडि देखेको थिएँ। सो मैले पनि यस्तोहरू यहाँ पाएँ त म पनि चाहिँ ट्राई गर्छु कस्तो हुन्छ भनेर। सो दिस इज भाइरल आइसक्रिम, नट ब्याड, भेरी भेरी नाइस। वाउ। सो हामीले अब आइसक्रिम ट्राई गऱ्यौँ, तपाईँलाई देखायौँ। सो हजुरलाई पनि ट्राई गर्नु मन छ भने एकचोटि तपाईँहरू लुलु हाइपर मार्केटमा गएर। मेरो त दाँतै कमजोरी रहेछ यार। गर्नु होला। सो हामीले आइसक्रिम अब खाने भयौँ, सक्ने भयौँ। सो हजुरले हेरेर इन्जोय गरिदिनु, हजुरले पनि एकचोटि ट्राई गरिदिनु छ कस्तो लाग्छ। सो कमेन्ट बक्समा गरिदिनु कस्तो लाग्यो। बक्स पनि दामी छ। म त चाहिँ भत्किन्छ भनेर कस्तो डर लागिरहेको थियो कि, तर भत्केन। ओके बाई।